नमस्ते, म प्यासन फाउन्डेसन नेपालगञ्जबाट तपाईहरुलाई प्यासन फाउन्डेसन नेपालगञ्जले चाहिँ एब्रोड स्टडीको लागि मात्रै होइन, नेपालगञ्ज क्षेत्रमा बसोबास गर्ने पढिरहेका नानी बाबुहरू अनि जसले मलाई चिन्नुहुन्छ र उहाँहरूको लागि पनि चाहिँ विशेष बीबीएस पढ्दै गरेको नानी बाबुहरूको लागि चाहिँ अकाउन्टिङलाई अलिकति चाहिँ गाह्रो जस्तो रूपले लिन्छन् है, र म त्यसलाई सहजीकरण गर्नको लागि तपाईहरुको माझमा छु। प्यासन फाउन्डेसन नेपालगञ्जले एब्रोड स्टडी मात्रै गराउँदैन, यसले चाहिँ पढ्न चाहने नानी बाबुहरूलाई चाहिँ स्वदेशमै करियर काउन्सिलिङ अनि त्यसरी नै एजुकेसन काउन्सिलिङ पनि चाहिँ गर्छ। सो एजुकेसन काउन्सिलिङको पाटोमा तपाईहरुले आज मैले बीबीएस फर्स्ट इयरको अकाउन्टको केही सिलेबसहरु चाहिँ तपाईलाई म बताउँदै छु। हामीले बीबीएस फर्स्ट इयरमा अकाउन्टिङमा के पढ्नु पर्छ, कति पढ्यो भने हामीले राम्रो गर्न सकिन्छ र जीरो लेभलको स्टुडेन्टले कसरी पढ्ने भन्ने कुराहरु म तपाईहरुलाई चाहिँ सरसर्ती भन्न जाँदैछु। यो भिडियोलाई चाहिँ तपाईहरुले स्किप नगरी हेर्नु होला है, मन पर्यो भने चाहिँ लाइक गर्नु होला, कमेन्ट गर्नु होला अनि शेयर गरिदिनु होला। ओके, थ्यांक यू। म स्टार्ट गर्छु है। बीबीएस फर्स्ट इयर, बीबीएस फर्स्ट इयर को अकाउन्टिङ खासमा अहिले एकदमै राम्रो कन्टेन्टहरु राखेर चाहिँ बनाएको छ र तपाईहरुले चाहिँ राम्रोसँग पढ्नु भयो भने अझ म त के भन्छु भने विशेष गरेर चाहिँ जो चाहिँ 11 र 12 मा राम्रो लेभलमा राम्रो तरिकाले आफूले मेहनत गरेर पढेको स्टुडेन्ट कोही छ भने उसले चाहिँ सजिलै बीबीएस फर्स्ट इयर को अकाउन्ट क्र्याक गर्न सक्छ। यसकारणले गर्दा धेरै कन्टेन्टहरु, धेरै सब्जेक्टहरु, च्याप्टरहरु चाहिँ 11 र 12 मै बेस रहेर चाहिँ हामीलाई यसमा दिएको छ। हेरौं हामीलाई कुन च्याप्टरबाट कति आउँछ अनि कुन कन्टेन्टबाट हामीले के पढ्नु पर्छ, थ्योरी कतिको आउँछ, न्यूमेरिकल कतिको आउँछ भन्ने कुराहरु म तपाईको माझमा राख्न जाँदै छु। तपाईहरु सबैजनाले स्किप नगरेर हेर्नु होला। ओके, फर्स्ट वान, एक नम्बरमा अकाउन्टिङ प्रोसेस। यो अकाउन्टिङ प्रोसेसबाट टोटलमा 19 मार्क्स को हामीले कभर गर्छौं है, टोटलमा 19 मार्क्स। र यो अकाउन्टिङ प्रोसेसमा हामीले के पढ्छौं त भन्दै गर्दा फर्स्ट एक नम्बरमा चाहिँ अकाउन्टिङ इक्वेसन, अकाउन्टिङ इक्वेसन र यसरी नै जर्नल इन्ट्री, जर्नल इन्ट्रीज र यसरी नै हामीले टी अकाउन्ट है, टी अकाउन्ट जसलाई हामीले 11 क्लासमा चाहिँ लेजर भनेर चाहिँ पढ्ने गर्थ्यौं है। यो लेजरकै अलिकति ठूलो रूप अथवा चाहिँ अलि डिफरेन्ट रूप चाहिँ हामीले टी अकाउन्ट भन्ने गर्छौं। ओके, र यसमै हामीले एड गर्छौं क्याश बुक, क्याश बुक र यसपछि हामी ट्रायल ब्यालेन्स को कुराकानी गर्छौं र यसमै हामीले सब्सिडायरी बुक, सब्सी डायरी बुक को पनि कुराकानी हामीले गर्छौं। अब यो अकाउन्टिङ इक्वेसनमा हामीले पढ्नु पर्ने कन्टेन्टहरु चाहिँ यो नै हो। जुन अकाउन्टिङ इक्वेसन, जर्नल इन्ट्री, टी अकाउन्ट, क्याश बुक भनेको तपाईलाई म सम्झाउन चाहन्छु। हामीले क्लास 11 मा चाहिँ ट्रिपल कोलम क्याश बुक, सिंगल कोलम क्याश बुक, डबल कोलम क्याश बुक भनेर पढ्छौं, त्यही कुरा हो। र ट्रायल ब्यालेन्स पनि हामीले पढिसकेको छौं अनि त्यसै नै सब्सिडायरी बुक लगभग क्लास 11 मा सबैभन्दा सजिलो जेरो स्टुडेन्टले पनि मिलाउन सक्ने कन्टेन्ट चाहिँ यो सब्सिडायरी बुक हो। र यसमा चाहिँ हामीलाई टोटलमा यतिबाट चाहिँ हामीलाई 19 मार्क्स को चाहिँ प्रश्नहरु हामीलाई आउँछ। र यो प्रश्न कसरी आउँछ त हेरौं। यो अकाउन्टिङ इक्वेसनबाट 2 मार्क्स आउँछ, यो सब्सिडायरी बुकबाट पनि 2 मार्क्स आउँछ हो। र यसरी मैले तपाईहरुलाई यहाँ सजिलो बनाइदिए
यतिबाट चाहिँ तपाईहरुलाई 15 मार्क्स को लङ क्वेशन चाहिँ यसबाट कहिल्यै पनि छुट्दैन जुन चाहिँ ग्रुप सी मा आउँछ है। ग्रुप सी मा आउने गर्छ र यहाँनिर जर्नल इन्ट्री आउँछ, तपाईलाई टी अकाउन्ट बनाउनु भनेर आउँछ, यसमै जोडेर क्याश बुक दिन सक्छ। कहिलेकाहीँ क्याश बुक नदिएर चाहिँ बैंक रिकन्सिलिएसन स्टेटमेन्ट पनि बनाउनु भने हुन्छ, नआतिनु होला है। र हामीले यति अकाउन्टिङ प्रोसेसबाट टोटलमा 19 मार्क्स चाहिँ हामीले कभर गर्न सक्छौं। अब जाउँ बीबीएस फर्स्ट इयर को लागि अकाउन्टिङ पास गर्न एकदमै सजिलो बनाउने र एकदमै राम्रो मार्क्स ल्याउनको लागि चाहिँ सहायता गर्ने भनेको च्याप्टर अकाउन्टिङ फर कस्ट अफ गुड्स सोल्ड एन्ड इन्भेन्टोरी। यो चाहिँ तपाईलाई 10 मार्क्स मा फिक्स आउँछ। 10 मार्क्स मा फिक्स आउँछ। यो प्रश्न तपाईको पेपरमा नभइकन क्वेशन पेपर बन्नेवाला छैन र संसारको कुनै शक्तिले तपाईलाई रोक्दैन जुन चाहिँ यो ट्रान्ज्याक्सन हामीले बिगारौं हैन। यो एकदमै कम्प्लिटली एक स्टुडेन्टले चाहिँ यो मिलाउन सकिन्छ। म तपाईहरुलाई पढाउँछु, नआत्तिनु होला। यहाँनिर चाहिँ अब यो अकाउन्टिङ फर कस्ट अफ गुड्स सोल्ड एन्ड इन्भेन्टोरीमा हामीले तीनवटा मेथडहरु पढ्छौं। जस्तै हामीले फिफो मेथडको कुराहरु गर्छौं हो। यसरी नै हामीले चाहिँ लिफो मेथडको कुरा पनि गर्छौं हो। र यसरी नै हामीले WACPM अथवा वाक मेथड पनि हामीले WACPM भनिदिन्छु मैले, यसलाई वाक मेथड पनि भन्छ, जुन चाहिँ हामीलाई 10 मार्क्स मा फिक्स आउँछ। हामीले 10 मार्क्स यसबाट कभर गर्न सक्छौं। र यसरी नै हामी जान्छौं 3 नम्बरमा। 3 नम्बरमा अकाउन्टिङ फर क्याश एन्ड कन्ट्रोल। यो अकाउन्टिङ फर क्याश एन्ड कन्ट्रोल बाट चाहिँ हामीलाई 5 मार्क्स को न्यूमेरिकल सोध्छ, जुन चाहिँ हामीले यसमा पढ्नु पर्ने के हो त सर? च्याप्टरको नाम त यो क्याश एन्ड कन्ट्रोल भयो हैन। यसबाट पढ्नु पर्ने चाहिँ के हो त भन्दै गर्दा यहाँनिर हामीले चाहिँ बैंक रिकन्सिलिएसन स्टेटमेन्ट बनाउनु पर्छ। बैंक रिकन्सिलिएसन स्टेटमेन्ट जसमा हामीले क्याश बुक र पासबुकलाई चाहिँ आधार मानेर ट्रान्ज्याक्सनहरु चाहिँ बनाइरहेको हुन्छौं, जुन चाहिँ हामीलाई 5 मार्क्स मा आउँछ है। 5 मार्क्स मा आउँछ। यो बैंक रिकन्सिलिएसन स्टेटमेन्टलाई सजिलोमा चाहिँ BRS पनि भन्छौं हामीले। के पनि भन्छौं? BRS पनि भन्छौं। ओके, यसरी नै अब हामी यतातिर जान्छौं। यहाँ कभर भइसकेको छ। सो 4 नम्बरमा चाहिँ क्याश फ्लो स्टेटमेन्ट। क्याश फ्लो स्टेटमेन्ट जुन चाहिँ तपाईलाई टेन मार्क्समा पनि सोध्न सक्छ अथवा 15 मार्क्समा पनि सोध्न सक्छ। यसको मतलब तपाईलाई कि ग्रुप बी मा सोध्छ कि चाहिँ ग्रुप सी मा सोधिन्छ। ग्रुप सी मा आयो भने 15 मार्क्स, ग्रुप बी मा आयो भने चाहिँ 10 मार्क्स। र मेरो स्टुडेन्टहरुलाई म यही भिडियोबाट चाहिँ भन्न चाहन्छु, यो क्याश फ्लो स्टेटमेन्ट मैले यहाँ लेख्दै गर्दा यदि तपाईले यो भिडियो हेर्नुभयो भने पक्कै पनि अनुसारले पढाएको त्यो क्याश फ्लो स्टेटमेन्ट चाहिँ तपाईहरुलाई याद आउँछ। ओके है, कमेन्ट गर्नु होला सबैजनाले है सर याद आयो भनेर चाहिँ। ओके, अब यसै नै हामी 5 नम्बरमा जान्छौं। हामीले पढ्नु पर्ने कुराहरु के छ त भन्दै गर्दा बेसिक फाइनान्शियल स्टेटमेन्ट, जसलाई हामीले NFRS स्ट्यान्डर्ड पनि हामीले भन्छौं, जुन चाहिँ यसबाट पनि 15 मार्क्स को प्रश्न आउने हामीलाई लगभग
प्रोबेबिलिटी हुन्छ है। र यसमा हामीले के पढ्नुपर्छ त बेसिक फाइनान्शियल स्टेटमेन्टमा हामीले के पढ्ने त भन्दै गर्दा यसभित्र पढ्नुपर्ने केही कुराहरू छन् जसलाई हामीले प्रॉफिट एन्ड लस अकाउन्ट भन्छौँ। प्रॉफिट एन्ड लस अकाउन्ट भन्छौँ। प्रॉफिट एन्ड लस अकाउन्ट पछि चाहिँ हामीले यहाँनिर स्टेटमेन्ट अफ कम्प्रिहेन्सिभ इन्कम। अब यहाँ तपाईहरु अलि औम लिन सक्नुहुन्छ। स्टेटमेन्ट अफ कम्प्रिहेन्सिभ इन्कम भने चाहिँ के भन्दै गर्दा हामीले क्लास 12 मा फाइनल अकाउन्ट बनाउँदै गर्दाखेरि चाहिँ पीएल एप्रोप्रिएसन अकाउन्ट बनाउँथ्यौ नि, त्यही हो यो कुरा चाहिँ है। हामीले चाहिँ पीएल एपीपी अकाउन्ट बनाउँथ्यौ, त्यही कुरा हो यो चाहिँ। र यसमै हामीले अर्को कुरा बनाउँछौं जुन चाहिँ फाइनान्शियल अकाउन्ट पनि भन्छौं। यसलाई नै फाइनान्शियल पोजिसन पनि भन्छ, फाइनान्शियल पोजिसन पनि भन्छ। र यसलाई सजिलो भाषामा चाहिँ हामी के भन्छौं ब्यालेन्स सिट भन्छौं। र यसको फेरि यसमै अर्को पनि कन्टेन्ट जोडिएको छ जुन हामीलाई एकदमै महत्त्वपूर्ण छ, क्याश फ्लो स्टेटमेन्ट। अब धेरै जनालाई यहाँ लाग्न सक्छ यहाँ 4 नम्बरमा पनि क्याश फ्लो स्टेटमेन्ट छ र 5 नम्बरमा पनि क्याश फ्लो स्टेटमेन्ट छ भन्दै गर्दाखेरि यदि तपाईलाई यसबाट चाहिँ क्याश फ्लो स्टेटमेन्ट सोध्यो भने तपाईलाई यसबाट अन्य कुराहरू सोधिदिन्छ, अथवा तपाईलाई यो क्याश फ्लो स्टेटमेन्ट यसैले सम्बन्धित भएर यो सोधियो भने तपाईलाई यो नसोध्न पनि सक्छ है। तर ढुक्क हुनु होला, क्याश फ्लो स्टेटमेन्ट तपाईलाई 15 मार्क्समा आउने सम्भावना बढी नभए चाहिँ तपाईलाई 10 मार्क्समा 101% तपाईलाई चाहिँ आउँछ, ढुक्क रहनु होला। ओके, यसरी नै अब सबैभन्दा सजिलो टिचरहरुलाई पनि बबाले पढाउन मजा आउने, स्टुडेन्टले पनि एकदमै मेहनत गर्नमा चाहिँ रुचाउने, एकदमै र पास हुन एकदमै सजिलो बनाउने च्याप्टर जुन चाहिँ रेशियो एनालाइसिस जुन चाहिँ यो 15 मार्क्समा तपाईहरुलाई आउने सम्भावना छ। यदि 15 मार्क्समा तपाईहरुलाई सोधिएन भने यो चाहिँ तपाईलाई 10 मार्क्समा सोधिदिन्छ, तर एक्जाममा त तपाईलाई आउँछ अनि आउँछ है। यसलाई चाहिँ एकदम मेहनत तपाईहरुले चाहिँ गर्नु होला। ओके, तपाईहरु सबैजनाले फेरि एकपटक यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ। 1 नम्बरमा अकाउन्टिङ प्रोसेस 19 मार्क्सको आउँछ जसमा हामीले यो कुराहरू पढ्छौं। त्यसैले 2 नम्बरमा अकाउन्टिङ फर कस्ट अफ गुड्स सोल्ड एन्ड इन्भेन्टोरी 10 मार्क्समा आउँछ जसमा फिफो लिफो अनि वाक मेथड हामीले तयार गर्छौं। 3 नम्बरमा अकाउन्टिङ फर क्याश एन्ड कन्ट्रोल बीआरएस भन्छौं जसलाई बैंक रिकन्सिलिएसन स्टेटमेन्ट भन्छौं जुन 5 मार्क्समा तपाईहरुलाई आउने गर्छ। र 4th नम्बरमा क्याश फ्लो स्टेटमेन्ट आउँछ जुन 10 मार्क्समा पनि दिन सक्छ, कहिलेकाहीँ 15 मार्क्समा पनि सोधिदिन सक्छ, तर एक्जाममा 101% तपाईलाई आउँछ। 5 नम्बरमा बेसिक फाइनान्शियल स्टेटमेन्ट जुन चाहिँ एनएफआरएस बाट चाहिँ हामीलाई 15 मार्क्सको चाहिँ कभर हुन्छ है। र यसमा हामीले पढ्नुपर्ने कुराहरू प्रॉफिट एन्ड लस अकाउन्ट हैन, प्रॉफिट एन्ड लस एप्रोप्रिएसन अकाउन्ट, ब्यालेन्स सिटको कुराहरू, क्याश फ्लो स्टेटमेन्टको कुराहरू है। र सबैभन्दा अर्को सजिलो चाहिँ 6 नम्बरमा रेशियो एनालाइसिस जुन चाहिँ 15 मार्क्समा 100% आउने सम्भावना, यदि दिएन भने तपाईलाई 10 मार्क्समा चाहिँ दिने गर्छ। ओके, अझै धेरै कन्टेन्टहरु छ हामीले पढ्न चाहिँ, र म केही कुराहरू अझै तपाईहरुको माझमा थपिदिन्छु जुन अब यो म मेट्न गइरहेको छु है। तपाईहरुले पक्कै पनि सार्नु भयो भन्ने मलाई लाग्छ है। ओके, त्यसैले अब 6 नम्बरमा हामीले गरिसकेका छौं। अब 7th नम्बरमा पनि हामी केही कुराहरू चाहिँ हेरौं है। 7th नम्बरमा accounting for long lived assets
अब यो अकाउन्टिङ फर लङ लाइफ एसेट्स भन्दाखेरि केटाकेटीले नबुझिदिन सक्छ, तर क्लास 11 मा चाहिँ हामीले डिप्रिसिएसन भनेर यसलाई पढाउँथ्यौँ कि सजिलोको लागि तपाईँहरूले डिप्रिसिएसनको च्याप्टर हो है भनेर बुझिदिँदा पनि हुन्छ। र डिप्रिसिएसन चाहिँ तपाईँहरूलाई 5 मार्क्स, यसबाट 5 मार्क्स तपाईँहरूलाई कभर हुन्छ, यसबाट 5 मार्क्स आउँछ। र यो अकाउन्टिङ फर लङ लिभ एसेट्स डिप्रिसिएसनमा हामीले कुन कुन मेथडहरू पढ्नुपर्छ त भन्दै गर्दा म केही कुराहरू तपाईँको माझमा लेखिदिन्छु। हामीले स्ट्रेट लाइन मेथड पढ्छौँ जसलाई एसएलएम भन्छौँ। अर्को चाहिँ डिमिनिसिङ ब्यालेन्स मेथड पढ्छौँ जसलाई चाहिँ डिबिएम भनेर हामीले भन्छौँ। अर्को चाहिँ यसमै अर्को एकदमै इम्पोर्टेन्ट चेन्ज मेथड भन्ने पनि छ, चेन्ज मेथड छ। यसरी नै हामीसँग सिङ्किङ फन्ड मेथड, यसरी नै युनिट एक्टिभिटी मेथड। अन्य डिप्रिसिएसनका धेरै मेथडबाट डिप्रिसिएसन क्याल्कुलेसन गर्न सक्छौँ, तर हामीले विशेष गरेर यी कुराहरू चाहिँ यहाँनिर पढ्छौँ र विशेष गरेर यो 3वटा कुराहरू चाहिँ अलिक इम्पोर्टेन्ट चाहिँ छ डिप्रिसिएसनको हकमा चाहिँ है। र यसरी अब हामी चाहिँ लगभग लङ क्वेसन र बिग क्वेसनहरूबाट हामीले हेरिसकेको छौँ। अब सामान्य अरू प्रश्नहरू पनि छन् जुन 2 मार्क्समा अथवा 5 मार्क्समा दिन सक्छन्, जसलाई हामीले नेग्लिजेन्ट गर्दैनौँ, हेर्छौँ है। यो 7th मा आएछ, म यहाँनिर 8 नम्बरमा फेरि लेखिदिन्छु। 8 नम्बरमा अकाउन्टिङ फर रिसिभेबल्स, यसबाट के 2 मार्क्सको आउँछ कि चाहिँ 5 मार्क्सको आउँछ? ओके, कि 2 मार्क्सको आउँछ कि चाहिँ 5 मार्क्सको आउँछ। र यसरी नै 9 नम्बरमा पनि अकाउन्टिङ फर करेन्ट लायबिलिटिज, यो चाहिँ 2 मार्क्सको मात्रै आउँछ। 10 नम्बरमा अकाउन्टिङ फर लङसम लायबिलिटिज, यसबाट 2 मार्क्समा को पनि सोधिदिन सक्छ अथवा कहिलेकाहीँ 5 मार्क्समा पनि सोधिदिन सक्छ। र अर्को एउटा सजिलो टपिक छ हामीसँग जुन चाहिँ भ्यालु एडेड स्टेटमेन्ट, यो चाहिँ 2 मार्क्समा तपाईहरुलाई सोध्ने गर्छ है, 2 मार्क्समा प्राय सोध्ने गर्छ। र अर्को जान्छौँ हामी 11 12 नम्बरमा चाहिँ अकाउन्टिङ फर स्टक होल्डर्स इक्विटी, यो चाहिँ तपाईलाई 2 मार्क्समा पनि सोधिदिन सक्छ, कहिलेकाहीँ 5 मार्क्समा पनि सोधिदिन सक्छ। र यो खासमा के हो भने यसमा हामीले विशेष गरेर डिभिडेन्डको केसलाई चाहिँ हेर्छौँ है, डिभिडेन्डको केसलाई चाहिँ हामीले हेर्छौँ। र यसरी नै 13 नम्बरमा चाहिँ हामीले एक्रुअल बेसिस अकाउन्टिङबाट यसबाट चाहिँ प्रश्न कहिलेकाहीँ सोधिदिन्छ, कहिलेकाहीँ प्रश्न सोधिदिन्न। यदि सोधिदियो भने 2 मार्क्समा पनि आउन सक्छ अथवा 5 मार्क्समा पनि आउन सक्छ। यसकारणले गर्दाखेरि चाहिँ अब बीबीएस को फर्स्ट इयर अकाउन्टिङको जति पनि ट्रबलहरू छ अथवा क्वेरीहरू छ, तपाईहरुले चाहिँ मलाई भिडियो मार्फत अथवा चाहिँ तपाईहरुले चाहिँ मेसेज मार्फत हैन, तपाईहरुले कमेन्ट मार्फत चाहिँ तपाईहरुले मलाई भन्न सक्नुहुन्छ। तपाईहरुलाई कुन चाहिँ च्याप्टर एकदमै गाह्रो लाग्छ, म तपाईहरुलाई त्यो पनि तपाईहरुलाई सजिकरण गरिदिन्छु। र तपाईहरु सबैजनाले एकदमै नछुटाइदिनु होला। आउने वैशाखको समयबाट चाहिँ
हामीले चाहिँ यो कुराहरू चाहिँ म अलिकति चाहिँ प्रिपेयर भइरहेको थिएँ र अब जेठको 1 गतेबाट चाहिँ म तपाईँहरूको माझमा आउँदैछु युट्युबमै र तपाईँहरूले अब कहाँ ट्युसन गर्ने के गर्ने होइन अब अनुसार हुनुहुन्न भन्ने खालको चाहिँ नगर्नुहोस्। म तपाईँहरूलाई फिजिकल्ली तपाईँहरूलाई पढाउन नसके पनि मैले प्रत्येक च्याप्टरको कन्टेन्टको भिडियोहरू बनाएर मेरो युट्युब च्यानलमा हालिदिन्छु। तपाईँहरू सबैजनाले लाइक गर्नु होला, कमेन्ट गर्नु होला अनि सब्सक्राइब पनि गरिदिनु होला। मलाई एकदमै माया गर्नु होला अनि सबै मेरो स्टुडेन्टहरुदेखि चाहिँ पुर्याइदिनु होला है। ओके, अब यहाँनिर यति कुराहरू गरिसकेपछि धेरै जनाको एउटा गुनासो चाहिँ के हुन्छ भने मिसअन्डरस्ट्यान्ड चाहिँ अकाउन्टिङमा कसरी पास हुने हैन, अनि अकाउन्टिङ मलाई आउँदै आउँदैन भन्ने कुरा चाहिँ अलिकति चाहिँ हुन्छ। यसकारणले गर्दाखेरि चाहिँ पहिलो कुरा हामीले इक्जाममा 100 मार्क्स एटेम्प्ट गर्छौं। यो 100 मार्क्समा 30 मार्क्स चाहिँ हामीलाई थ्योरी आउँछ हो र 70 मार्क्स चाहिँ न्यूमेरिकल आउँछ। न्यूमेरिकल हामीलाई आउँछ र बीबीएस को कोर्स यति एथेन्टिक छ कि तपाईले राम्रोसँग पढ्नु भयो भने तपाईले यसमा एकदमै राम्रो मार्क्स ल्याउन सक्नुहुन्छ। र धेरै जनाले चाहिँ भनेको सुनेको छु मैले, सर मैले इक्जाममा न्यूमेरिकल पुरै गरे हो तर म पास भइन भन्छ नि। प्रिय नानी बाबुहरु, यदि तपाईलाई पास हुनु छ भने मात्रै होइन, राम्रो नम्बर ल्याउन A+ नै ल्याउन अथवा राम्रो मार्क्स ल्याउन तपाईले यदि चाहनुहुन्छ भने तपाईले इक्जाममा न्यूमेरिकल मात्रै गरेर हुनेवाला छैन। न्यूमेरिकल हो कुनै समयमा एन्सर नमिल्दिन सक्छ अथवा तपाईको क्याल्कुलेसन मिस्टेक भइदिन सक्छ, प्रोसेस नमिल्दिन सक्छ, तर तपाईले थ्योरीलाई पनि तपाईले ख्याल गरिदिनु भयो भने थ्योरी र न्यूमेरिकल कम्प्लिटली नछुटाइकन तपाईले चाहिँ दुईटैलाई मिश्रण गरेर लेखिदिनु भयो भने बब्बालै नम्बर आउँछ। तपाईले भने जस्तै नम्बर आउँछ। तपाईले सोचे भन्दा पनि चाहिँ एकदमै राम्रो इक्जाममा चाहिँ तपाईले चाहिँ नम्बर एटेन्ड गर्न सक्नुहुन्छ। सो तपाईहरुले चाहिँ म चाहिँ तपाईहरुलाई सजेस्ट गर्न चाहन्छु न्यूमेरिकल तिर मात्रै तपाईले फोकस नगर्नु होला। यो 30 मार्क्स को थ्योरी पनि तपाईले चाहिँ एकदमै ख्याल गर्नु न। जुन चाहिँ फिक्स नै हुन्छ के इक्जाममा आउने, यो इक्जाममा आउँछ 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 भनेपछि आउँछ आउँछ र कस्ता खालका क्वेशनहरु पढ्ने त्यो पनि म तपाईहरुलाई थ्योरीमा भन्दिउँला। मैले त्यति भन्दिसकेपछि तपाईहरुले त्यसको तयारी गर्नुपर्छ। बबाले इक्जाम तपाईले गर्न सक्नुहुन्छ। र तपाईहरु सबै जनालाई जतिले भिडियो हेर्दै हुनुहुन्छ तपाईहरु सबै जनालाई चाहिँ आउँदै गरेको चाहिँ हैन जुन न्यू एडमिसन छ त्यो एडमिसनमा चाहिँ जति जनाले चाहिँ बीबीएस रोज्दै हुनुहुन्छ तपाईहरुको करियर बीबीएस फर्स्ट इयर बाटै अब सुरु हुँदैछ। तपाईले फोर्थ इयर सम्म जाँदै गर्दाखेरि चाहिँ हैन एकदमै राम्रो तरिकाले एथेन्टिक भएर पढ्नुस्, एथेन्टिक भएर अगाडि बढ्नुस् हैन, अलिकति मेहनत गर्नुस् हैन। अब हामी बीबीएस पढ्ने जोइन गर्ने भनिसकेपछि नेपालमै केही गर्छौं भन्ने तरिकाले तपाईहरु पढ्दै हुन्छ। यसकारणले गर्दाखेरि चाहिँ मेहनत चाहिँ गरौँ है। तपाईको चाहिँ पास मात्रै भएर हुनेवाला छैन, तपाईले सबैभन्दा अगाडि आउनु पर्छ। थ्यांक यू भेरी मच। तपाईले मेरो भिडियो अहिलेसम्म हेरिदिनु भयो, एकदमै खुसी लाग्यो। म फेरि नेक्स्ट भिडियोको साथमा तपाईहरुको माझमा आउनेछु। हस्त, धन्यवाद।